यो उभौली पर्वको उपलक्ष्यमा चाहिँ साकेला मनाउने क्रममा देखिएका र मैले बनाएको विभिन्न भिडियोहरू चाहिँ हजुरलाई आज देखाउन गइरहेको छु। विशेषतः नेपालको पूर्वी भूभागमा बसोबास गर्ने राई जातिले मनाउने पर्वको रूपमा उभौली र उँधौली एक रहेको पाइन्छ। किराँतको धर्मग्रन्थ मधुममा पनि उभौली र उँधौली पर्वको बारेमा उल्लेख गरेको पाइन्छ। राई जातिले कतै 15 दिन र कतै महिना दिनसम्म यो पर्व मनाउने गरिन्छ। उभौली वैशाख पूर्णिमाबाट सुरु हुन्छ भने उँधौली मङ्सिर पूर्णिमाबाट सुरु हुन्छ। उभौली पर्व मनाउँदा प्रकृतिको पूजा गरिन्छ, जसमा प्रकृतिलाई आफ्नो परिवारको सुख समृद्धि लामो आयो त्यस्तै राम्रो बालीनाली होस्, वर्षा राम्रो होस्, पशु पक्षी जनावरहरूलाई राम्रो होस् भन्ने कामना साथ प्रकृतिको पूजा गर्ने गरिन्छ। किराँतीहरूले कुनै मूर्तिको पूजाआजा गर्दैनन्, उनीहरूले प्रकृतिको पूजा गर्ने गर्दछन्, जसमा आकाश, धरती, खोलानाला, पानी, वायु, अग्नि आदिको पूजा गर्दछन्। उभौली पर्व बाली भित्राउने बेलामा मनाइने पर्व हो, जुन बेला प्रकृतिले राम्रो बालीनाली प्रदान गरेकोमा प्रकृतिलाई कृतज्ञता प्रदान गरिन्छ। यस समयमा आफ्नो घरको मूल चुलोमा पुर्खा तथा पितृको बास हुने मान्यताका साथ नयाँ बाली उक्त चुलोमा चढाएर मात्र आफूले नयाँ बाली प्रयोग गरेको पाइन्छ। यस बेला चुलोमा पुर्खा तथा पितृको बास हुने मान्यता अनुसार भव्यताका साथ उक्त चुलोमा पूजा गरिन्छ। आजलाई मैले यति नै कुरा राख्दै अर्को भिडियोमा हजुरहरूलाई थप जानकारी गराउने नै छु। त्यसको लागि सम्पूर्ण महानुभावहरूले यो भिडियोलाई कस्तो लाग्यो कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू।